मिसिङ फ्रिक्वेन्सी भएको बेलामा, मिसिङ फ्रिक्वेन्सी भनेको कुनै एउटा फ्रिक्वेन्सी त्यहाँ नदिएको बेलामा तर मिन दिएको बेलामा त्यो फ्रिक्वेन्सी निकाल्ने आइडिया चाहिँ हामीले सिम्प्लिफाई गरेर त्यो फ्रिक्वेन्सी निकाल्नका लागि यहाँ चाहिँ प्र्याक्टिस गर्छौँ है। आज त्यस्तै फ्रिक्वेन्सी दिएको बेलामा त सजिलो हुन्थ्यो, कुनै एउटा फ्रिक्वेन्सी दिएन तर मिनको भ्यालु, अर्थमेटिक मिनको भ्यालु दियो भने कसरी गर्ने हेर्नुहोस् है। त्यसको लागि अब हामी सोलुसन गरौँ है। त्यो 400 टेबल छ भने पहिला त्यसलाई ठाडो टेबल बनाऊ। के गरौँ अरे त्यसलाई ठाडो भर्टिकल बनाऊ है। त्यो टेबललाई भर्टिकल बनाऊ हामीले। ट्रबल हो यो फ्रिक्वेन्सी हो, त्यहाँ भएको हामीले दुईटा रो छन् त्यसलाई दुईटा कोलममा लेख्छौँ है। ल हेर्नुहोस् यहाँ कतिदेखि कतिसम्म छ 16 देखि 24, 24 देखि 32 हैन, 32 देखि 40, 40 देखि 48, 48 देखि 56 अनि 56 देखि 64। ल यस्तो कन्टिन्युअस डेटा हामीलाई दिएको छ है, यस्तो कन्टिन्युअस डेटा दिएको छ। अब फ्रिक्वेन्सी कति कति दिएको छ ल लेखौँ। फ्रिक्वेन्सी यसको 16 देखि 24 सम्म 6 दिएको छ अनि यो 8 दिएको छ। यो y हामीले निकाल्न पर्ने भएको हुनाले मैले रेड कलर लगाएँ यहाँ हो। अनि 8 अनि 4 अनि 2 यति लेख्न त सबैले सक्नुहुन्छ हैन, सक्नुहुन्छ नि सबैजना। अब मिड भ्यालु निकालौँ। याम के याम भनेको के हो अरे मिड भ्यालु। मिड भ्यालु भनेको के हो 16 र 24 को बीचमा कति पर्छ होला, यसै जाने 20 गर्ने, नजानेदेखि 16 प्लस 24 गर्ने अनि आएको भ्यालुलाई अपन 2 गरिदिएपछि आउँछ कि। अर्को आइडिया हुन्छ, अर्कोले नजाने कति हुँदो रहेछ अरे 20 अनि 24 र 32 को बीचमा कति हुन्छ 28 हो। अनि कति हुन्छ यसको बीचमा 36 अनि 44 अनि 48 र 56 को बीचमा कति हुन्छ, दुईटालाई प्लस गरिदिनु अनि डिभाइड बाइ 2 गर्नु के यसरी के। अब जस्तै 48 प्लस 56 बाइ 2 गर्नु मिड भ्यालु आउँछ के। यसो कति आयो 52, कति आयो अरे 52 अनि यहाँ कति आउँछ 60 आउँछ। एफ र एम मल्टिप्लाई गर्नुस्, फ्रिक्वेन्सी र मिड भ्यालु मल्टिप्लाई गर्नुस् कति आउँछ 120 अनि 28 हेर्दा 124 हो अनि 36 र y के हुन्छ 36y हुन्छ 352 अनि 52 4 जा 208 हो अनि 62 जा 120। ल यति पनि गरियो हो। अब फ्रिक्वेन्सी जति जोडेर यान को भ्यालु निकालौँ। ल फ्रिक्वेन्सी जति जोडेर यान को भ्यालु निकालौँ। फ्रिक्वेन्सी जति जोडेर यान को भ्यालु निकालौँ है। ल फ्रिक्वेन्सी जति जोडेर यान को भ्यालु निकालौँ त यान इक्वल टु के हुन्छ हेर्नुस् है। अब यो फ्रिक्वेन्सी जोड्दा एउटा कुरा के ख्याल गर्नुपर्छ भने 6 जोड्ने 8 जोड्ने 8 जोड्ने 4 जोड्ने 2 जोड्ने y को चाहिँ कलर मिलेन नि त यहाँ हैन। y भनेको त लेटर हो, लाइक टर्म भएन, त्यो y लाई छुट्टै राख्ने, अरु जोड्ने y जोड्न पाइन्न नि फेरि। सुन्नु भयो नि मैले भनेको कुरो, y चाहिँ छुट्टै राख्ने हो। ल कति आयो कति अरे 28 प्लस y है सजिलो चिन्ह भनेर। अनि समेसन एफएम निकाल्नुस्। ल त्यहाँ पनि y भएको बाहेक अरु सब जोड्नुस् के, y भएको बाहेक सबै जोड्नुस्। and 0 2 4 प्लस 36 y भयो कि भएन। त्यो 36 y लाई छुट्टै राख्नु, 36 y जोड्नु भएको होइन नि तपाईले हैन भनेपछि ठीक छ। त्यो y भनेको लाइक टर्म भित्र पर्दैन, त्यही भएर त्यसलाई छुट्टै राख्नु। अब यहाँबाट हामीले सिम्प्लिफाई गरेर के निकाल्न छ y को भ्यालु निकाल्न छ जसरी पनि। अब यसको फर्दर प्रोसेस यतापट्टि गरौँ हामीले। ल हेर्नुस् नाउ x बार इक्वल टु के अरे फर्मुला
एक्स बार इक्वल टु के हो दिए नि फर्मुला तर एक्स बार भनेको मिन कति दिएछ क्वेशनले इफ द मिन अफ द डेटा इज 36.4 भनेर यहाँ दिएको छ कि छैन फेरि यहाँनेर 36.4 दिएको छ कि छैन छ हो त्यही राख्दिनु 36.4 राख्दिनु 36.4 इक्वल टु समेसन एफएम भनेको भर्खरै निकालेको यहाँ टेबलबाट निकालेको भ्यालु छ के छ 1024 प्लस 36y अपन 28 प्लस y राम्रोसँग हेर्नुस् है यसपछिको स्टेपहरु अब किनभने 4 को त एबीसीडी सबै यसरी नै गर्ने है ल हेर्नुस् है और अब यो तल डिनोमिनेटरमा भएको चिज उता जाँदा क्रस मल्टिप्लाई भएर जान्छ 36.4 ब्रैकेट 28 प्लस y भयो इक्वल टु 1024 प्लस 36y भयो 36y भयो ल हेर्नुस् है त्यसपछि के हुन्छ यो 36.4 ले 28 लाई मल्टिप्लाई गर्नु 1019.2 हो 2 प्लस अब 36.4 ले 36.4y नै हुन्छ कि हुँदैन हुन्छ है इक्वल टु 1024 प्लस 36y अब यता हेर्नु यो रेड कलर लगाएको छ नि यो y को जात मिल्छ कि मिल्दैन मिल्छ लाइक टर्म्स हो त्यसो भएको हुनाले तीनहरुलाई एकैतिर बनाम अर्को व्हाइट कलर नम्बरलाई चाहिँ के गरौँ एकातिर बनाम अनि सजिलै हुन्छ है अब 36.4y उताकोलाई यता आइजान भाइ भन्दा के हुन्छ 36y माइनस भएर आउँछ प्लसमा छ उता माइनस 36y हुन्छ इक्वल टु 1024 यही छ उतापट्टिको 1019.2 यता आउँदा के भएर आउँछ माइनस भएर आउँछ 1019.2 हो अब यो y वालालाई सबट्र्याक्ट गर्दा कति आयो 0.4 y आयो हो इक्वल टु यता कति आउँछ यसलाई क्याल्कुलेसन गर्नुस् 2.8 एकारे कति 4.8 गुड 4.8 और y इक्वल टु के हुन्छ 4.8 by 0.4 और y इक्वल टु कति आयो y इक्वल टु 12 therefore the missing frequency is 12 रहेछ त्यो y को भ्यालु कति रहेछ 12 रहेछ भनेर यसरी हामीले गर्न सकिन्छ है ओके थ्यांक यू